हेलो साथीहरु दर्शन अनि नमस्ते वेलकम टु माई न्यू भ्लग आज हामी पुरा मलेसियाको रम्मल गाडीमा घुम्दैछौँ है साथीहरु यस्तो दामी छ नि ठाउँहरु हैन यस्तो ठाउँमा घुमिरहेको छौँ कि साथीहरु हेर्न सक्नुहुन्छ यस्तो हाम्रो केटाहरु फेरि पुरै जंगल त्यही हो के पारामा फेरि केटाहरु कहाँको रहेछ यो भन्नुस् न मान्छे दङ्ग परेछ कुन ठाउँ गएछ यसो बुझ्ने एउटा इच्छा हो चाहना केही छैन तर जंगल चाहिँ बब्बाल छ है साथीहरु तो खतरा छ जंगल जति खतरा हो नि बाघ भालु पाइन्छ हेर के थाहा बाघ भालु आउन सक्छ यो चाहिँ यता चाहिँ एकदम हामी माथि डाँडामा जाँदैछौँ साथीहरु त्यहाँ गएर हेर्नु होला यस्तो दामी भ्यू देखाउँछु मैले तपाईहरुले हेरेर साथ सपोर्ट लाइक सब्स्क्राइब शेयर गर्न नभुल्नु होला ओके बाय हेट ल है गाइस यो कालो डान्स हान्न कि डान्स हैन डान्स त पर्छ माथि यो कालो चाहिँ गाह्रो छ गाह्रो भिडियो गर्दै हो भिडियो हो युट्युबमा हाल्दिन्छु बलक सबै बना पुरै भाइरल हो नि त्यसपछि बनाउँछु त मैले अलिअलि मेरो पनि हालौँ यसो भाइरल होस् मिलियन भ्यू जाओस् साथीहरु हामी चाहिँ जाने यहाँ आइपुगेको थियौँ यो यहाँबाट छिर्ने यतातिर रहेछ जाने यहाँदेखि जङ्गल जानु पर्दो रहेछ हाय ए भिड त यहाँ जङ्गलै जङ्गल रहेछ बाटै रहेछ बाटै कति डर लाग्दो हो आम्बो न हजुर जाउँ यस्तो खतरा छ हौ ठाउँ त आम्म अनि त साथीहरु जङ्गल ए सेम नेपालमा जङ्गल हिँडे जस्तै छ कस्तो कराको पानी बोकेर आउनु पर्ने रहेछ है यी टावर त यहाँ रहेछ के अरे सिसाको त ब्रिज वाउ उता पनि छ के डाँडा वाह हाम्रा केटाहरु हिँड्दैछन् पसिनाले भिजी गाह्रो छ नि हो ए हामी चाहिँ यहाँ हो आएको साथीहरु तलतिर समुद्रको भ्यू देखाउन गइरहेको छु कस्तो छ हेर्नु होला भाँचिन त भाँचिदैन वाउ आम्बो न हैट मलाई त डर लाग्यो क्या दामी छ हौ समुद्र छ ए नजा है केटा भाँचेला यस्तो दामी रहेछ हौ साथीहरु ठाउँहरु हेर्नुस् वरिपरि आम्बो क्या दामी हो पानी जहाज है त्यहाँ होइन कता डाँडा छ अरे सोध्नु न हेलो साथीहरु आज यहाँ चाहिँ भ्याएर हामी चाहिँ जाँदैछौँ अन्त अर्को ठाउँ पनि छ भन्ने सुनेको थियौँ त्यही भएर हामी जाँदैछौँ वेलकम टु माई ब्लग हाई सब्स्क्राइब माई ब्लग माई भिडियो लाइक सब्स्क्राइब शेयर गरिदिनु होला माई
यहाँ त जोगिङको लागि हिँड्छ क्या धेरै यसो है म त माया लाउँछु यहाँ तलतिर डाँडा भएको दाजु हाम्रो दाजु चाहिँ फेरि ढिलो ढिलो हिँड्नु भएको छ अहिले मासतिर जाने बेला गाह्रो हुन्छ पो भन्नुभएको छ केही छैन सकिहालिन्छ जङ्गल चाहिँ लास्ट चाहिँ ठुलो छ हौ आम्बो यस्तो गाडी छ डराउँदै लास्तो यस्तो खतरा छ कि जङ्गल ए मान्छे हिँडेको छैन मलाई त पिसाब लागिरहेको यहाँ पहाडी यही हो खतरा छ नि यहाँ माथि ढुङ्गा छ कि दाजु यस्तो खतरा छ दामी यहाँ माथि ढुङ्गा छ यस्तो बवाल ठाउँ छ कि यहाँ चाहिँ दामी छ है समुद्र देखिन्छ होला नि त कताबाट छिर्ने हो ओइ है हामी चाहिँ पुरा सगरमाथाको चिचिरोमा जाँदैछौँ रे हाई हाई हाइट गाह्रो छ हौ अस्ति गाह्रो रहेछ डोरी पनि राखिदिएको रहेछ नि त है झुन्डिनको लागि खतरा छ आम्बो यो नि भ्यू यत्रो मेहनत केलाई गरेको हामीले यही पाउनलाई हो नि हेर्नुहोस् साथीहरू हाम्रो होटल त्यहाँ पर देखिएको छ त्यो डल्लो भन्दा उता त्यो ठुलो बिल्डिङ छ नि त्यहाँ यस्तो दामी छ साथीहरू ठाउँ आम्बो लास्ट फाइनली आइपुग्यो हाउ बब्बाल काफलको बोट छ काफल चाहिँ छैन जस्तो समुद्रमै रहेछ त कहाँ हामी चाहिँ त्यहाँदेखि आएको त्यो ठुलो बिल्डिङ छ नि त्यो बिल्डिङदेखि आएको तर जङ्गल आउन सकिँदो रहेछ यो कुनामा त त्यति गएर छैन होला नि होटलतिरले छेया छ भने अर्कै कुरा हो हेलो गाइज फाइनली हामी यहाँ आइसक्यौँ यस्तो गर्मी भयो होइन यस्तो पसिना बगाई यस्तो ठाउँमा आइसक्यौँ हामी यस्तो छ पछाडिको भ्यू वाउ वाउ सो नाइस ल फोटो खिचाउँ 2-4 जना अनि जाउँ पछाडि पनि त्यस्तै छ है साथीहरू पुरै उ हो यता भ्यू चाहिँ आओस् न भाइ यता त्यहाँबाट यता भ्यू आउन म लिन्छ यतातिर यस्तो छ जङ्गल यस्तो छ यहाँ